कताको साइत हो दाजी? ए कहाँ पुगेर आउनु भयो त नि? मम्मीको गाउँ कहाँ हो र? तनहुँ जिल्ला अनि कुन नगरपालिका? 10 के 10? तनहुँ जिल्ला 10 शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 10 पुगेर आउनुभयो। अनि रुच्दै रुच्दै रुजे जस्तो देखिन्छ त। हजुर रुज्नु भयो जस्तो देखिन्छ त। गाडी नभएर बाइकमा आगो पछाडि कोही पनि थिएन नि, त्यही भएर भिजेको। ए हो? ए ल हिँड्नु न त छिटो। कसलाई के लिएर आउनुभएको त नि त हातको कोसेली? तरकारी कसलाई हो त नि? बालाई बालाई? को बा? गोपाल बस्ती ढुङ्गाना के लाई मात्रै हो? र श्याम कृष्ण र मामालाई। ए हो, मामाको नाम के हो त नि? श्याम कृष्ण ढुङ्गाना पौडे ढुङ्गाना। ए ल हिँड त नि। श्याम कृष्ण हिँड के अरे? श्यामा असलीमा बोलाउँदा। किन त नि त्यस्तो भन्ने? त्यत्तिकै। ल त्यसो भए हिँड नि त ल। मलाई नाम नै आउँदैन। अनि नाम भन्ने हो त नि, मामा भन्ने हो नि मामालाई। मामालाई मामा भन्नै आउनु। किन हो त्यस्तो? दाई भन्न आउँछ मामालाई। दाई नै भन नि त। ए मेरो ठुलो दाई भनेर भन्देऊ न, के हुँदो रहेछ एक दिन। दुर्गा मम्मीका जेठा छोरा हुनुहुने हो के अरे? ए ठुलो दाई भनेर बोलाइदेऊ न त, के फरक पर्छ त नि? भन्नुहोस् न के फरक पर्छ? अनि यो कुन बाटो हो त नि? म त नयाँ देख्छु त यो बाटो त। कहिले हिँड्नु भएको थियो र? केलाई हिँड्नु भयो 2-4 महिना? कुकुरहरूसँग यहाँ पहिला कुकुर थिए, त्यो कुकुरहरू डरलाग्नु थियो। अनि त्यो गोपा बासित तँलाई बाइक आयो भने हठात कुरेर जान्छन्। ए तरकारी कसलाई ल्याएको सबै पोखे। ल हिँड। बाई बाई, भोलि भेट्दा मलाई टाक्नु गेमर। घरमा बस्छु कसले भनेको? मैले। फर्स्टको गाई, अनि भन न के भन्यो? सेकेन्डको के अरे? गोरु होइन, सेकेन्डको नि गाई, एकछिन है। थर्डको भैँसी। यो गाई रहेछ कि त्यो भैँसी? हाम्रो जस्तो। हेलो। हेलो। हजुर भन्यो गाईले। के गर्दैछौ? भात खाँदैछौ? अरे भनेको है। भोलि भेटौँला के? बाई बाई बाई। पत्याएन अहिले त। अहिले त हेलो व्हाट्सअप गाइस। त्यो के हो छोरा? ल तिम्रो घर देखाउ त हेरौँ। ऊ त्यो गोलो छ नि, त्यो गोलो गोलोको मेरो घर हो। अनि त्यो पछिको गाउँ कति राम्रो देखियो, के हो त? त्यसको नाम लाङ हो, लाङ। ए लुवाङ गाउँ भन्ने त्यसलाई हो? टिप 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 के त्यो के हुन पखाल्ने हो? मलाई गोद दिन्छु क्या।